ए नरु 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 जाने बेलामा कहिले रुनु हुँदैन तपाईलाई कस्तो लाग्छ छोरी जाँदै छ कस्तो राम्रो लाग्यो नरु न म चाहिँ के भएको भिडियो बन्न छोटो गर्ने बाई बाई अलका बाई हेलो गाइस फेरि पनि तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ तपाईहरुले मेरो थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला मैले के विषयमा ब्लग लिएर आएको भनेर र आज चाहिँ फाइनली आज मेरो अलका बहिनीको जाने दिन आयो उ चाहिँ बेंगलोर जाँदैछ हो सो बेंगलोर हो कि कहाँ जाँदैछ त्यो पनि मलाई राम्रोसँग थाहा छैन सो आज बहिनी जान्छ र आज म बहिनीलाई चाहिँ पुगाउन जान्छु अनि म बहिनी भएकोमा आइसकेको छु हो धेरैभन्दा धेरै दुःख लाग्छ लागिरहेको छ मलाई किन भन्दाखेरि चाहिँ सबैभन्दा धेरै सपोर्ट गर्ने नै मलाई अलका बहिनी हो र भाउजूले पनि गर्छ अनि गर्दैन होइन उसले चाहिँ अलका बहिनी चाहिँ सबैभन्दा मलाई फर्स्टदेखि नै सपोर्ट गरेको माया गरेको हामी जति नै सानो झगडा भए पनि जस्तो जे भए पनि लडाइँ खेले पनि हो त्यसले मलाई चाहिँ भिडियो बनाउनु सपोर्ट गर्नु चाहिँ छोड्दैन र आज सबैभन्दा प्रिय माया गर्ने बहिनी चाहिँ मलाई छोडेर जाँदैछ अनि म उसलाई धेरै मिस गर्छु उसले धेरैभन्दा धेरै सपोर्ट गरेको छ मलाई उसको सपोर्ट चाहिँ होइन उसको सपोर्ट अनि उसले गरेको त्यागहरू म कहिले पनि बिर्सिने छुइनँ अनि आज ऊ जाँदैछ मलाई धेरै मन पनि दुख्दैछ सो गाइस मेरो चाहिँ भिडियो हेर्दै गर्नुहोस् है रेडी हुँदैछ अलका बहिनी म अलका बहिनी घरमा चाहिँ आइसकेको छु उसको अलकाको मम्मी हो खाना खाँदैछ भाइ अनि यहाँनिर अलका बहिनी रेडी भइसकेको छ बहिनी अलका बहिनी चाहिँ स्याड भइरहेको छ गएर हामीलाई नबिर्सिनु राम्रो गरी कमाउनु ल सम्झिँदै गर्नु अनि म तँलाई धेरै मिस गर्छु अनि फोनहरू गर्दै गर्नु अब यत्रो दिन सपोर्ट यत्रो सपोर्ट गरिस् तैँले मलाई होइन म तेरो सपोर्ट कहिले पनि भुलिने छुइनँ र अब आउँदो दिनहरू भने मलाई सपोर्ट गर्दै गर्नु अब अलिअलि मन दुखिहाल्छ नि साथीहरू अब किन भन्दाखेरि अब यस्तो माया गर्ने होइन सपोर्ट गर्ने बहिनी चाहिँ जाँदैछ मलाई एक्लै फिल हुँदैछ मैला छोड्नु जाँदैछु साथीहरू मेरो भिडियो हेर्दै गर्नु अलिकति सपिङ पनि गर्छ अरे यसले बजारमा र भिडियो हेर्दै गर्नु मेरो खै निक्ले घर हल्का घरबाट हल्का निक्ल्यो बाहिर राखिदिनु नि अन्त बाबालाई बाहिर भन्दै बिचरालाई हामी जाँदैछौँ ओके अब फेरि पनि आउने चान्स भयो भने फेरि आउने हो तपाईँहरू घरको मान्छेहरू आनन्दै बस्नु फोनमा बात गर्दै गर्नु अन्त अहिले अलिकति गर्मी चढेको छ ठन्डा भएपछि फेरि आउने हो गर्मीले गर्दा चाहिँ घर छोड जानुभएको ओके बाई घरको मान्छेहरू बाई चढे गाडी बालका खै उयो आर्मी पनि जान्छ अरे किन आन्टीले फेरि इङ्ग्लिस पत्र दिइहाल्छ फोन गर्नु नयाँ सालमा ह्याप्पी न्यू इयरको टाइममा आउनु जनवरी ओके त्यति बेला चाहिँ पैसा गरममा गएको ठन्डा महिनामा आउनु ओके जनवरीमा ओके भन्दैन बिचारा भट्टा हामी चाहिँ यहाँनिर बजार आइसक्यो आधी बाटोदेखि चाहिँ मामरा बहिनी झरेको थियो र बजार आइपुग्यो हामी चाहिँ यहाँनिर बजारभित्र पसिसक्यो बजारको गल्ली हो बजारभित्र जाँदैछ हाम्रो सेक्सी आउँदैछ माया सेक्सी ए के लिएर जानुभएको ल हाम्रो बजार जाने गली चाहिँ यस्तो छ मैले फेरि माया माया भनेर अलकाले हेऱ्यो
हौ बाख्रा भएको रे सो यहाँनिर अल्का बहिनीको चादर किन्नु छ अरे अन्त हामी आइसकेको छ अहिले हामी लुन्छ फुन्छ सबै भ्लग गरेर त सो अल्का बहिनी र मैले चाहिँ चादर किनिसकेको छ अनि सनस्क्रिन किन्नु जाँदैछ हामी दोकानमा हामी चाहिँ यहाँनिर उयो खाना छ पुच्का खाना छ यो दोकानमा चाहिँ सबैभन्दा मिठो पुच्का पाउँछ हामी सधैँ यही खानु आउँछ सो गाइस हामीले चाहिँ 10 रुपियाँको पुच्का खायौँ जाँदैछ खुसी बहिनी भएकोमा जुन चाहिँ घरमा अब साथी जाँदा अलिक बहिनीसँग जातिको घरमा जाँदैछ र त्यहाँ गएर एकछिन रेस्ट गरेर अनि फेरि हामी चाहिँ रेलवेतिर लाग्छौँ रेलवेतर्फ लागेपछि चाहिँ तपाईँहरूलाई देखाउँछु अल्कालाई बिदाबारी गर्दै गरेको गाइस मेरो भिडियो चाहिँ हेर्दै गर्नुहोस् है हामी चाहिँ यहाँनिर आइसक्यो अल्काको अनि के अरे बडीगार्ड बहिनीको घरबाट निक्लेको अब रेल स्टेसनमा लगेर तिनीहरूलाई छोड्नुपर्छ हल्का बहिनीलाई खुसी बहिनी लुक्दैछ खुसी बहिनी राम्रोसँग कमान 2 दिनमा फेरि फर्केर नआउनु नि फेरि तिमीलाई घर बास हुँदैन घर बास हुँदैन नि फेरि राम्रोसँग जानु दिस होइन मलाई महिनामा 10,000 पठाइदिनु होला बाई बाई गाइस हेर्नु ल हाम्रो बिजोक त्यहाँनिर बहिनी हो खुसी बहिनी अल्का बहिनी गएको हो अनि यता ट्रली बोकेर गएको छ कति कमाएर आउँछ पनि बिजोक फेरि ए क्या हो उसलाई चाहिँ कसले मन पर्छ कमेन्ट गर्नु होला एकदम ह्यान्डसम छ हाम्रो गाइस लाग्यो भाइ हामी उयो गाना गाउन जाने बेलामा के गाना भन्दा परदेशी परदेशी जाना ले मुझे छोड़ के अल्का सो हामी चाहिँ यहाँनिर आइपुग्यो रेलवे स्टेसनमा यो ब्याग जसले निकाल्छ त्यसको चाहिँ टट्टी निक्लिन्छ खुसीको हो नि त जत्रो मान्छे त्यत्रो ब्याग छ यो चाहिँ अल्काको सिक्के परेको छ लग्यो अल्काको ब्याग अल्का र उसको बहिनीको अब यो चाहिँ टिकट काठमाडौँको यहाँ भिडियो त बनिदिन्छ होला नि फेरि झन्डै नरे नारायण जाँदाखेरि कस्तो फिल हुँदैछ ला रुनु मन लाग्छ न अल्का त रुएर पाएको त किन यति साह्रो घरमा तङ गर्थ्यो क्या तिमीलाई अब कमाउनु गएको हाँसी हाँसी खुसी खुसी एकखेप कस्तो अरे यसो गर न उयो त्यो के भन्छ बिग्रिरहेको छ फोन अनि नि कति कमाएर आउने खुसी दिदी खुसी बहिनीको दिदी हो उहाँ चाहिँ किन लजाउनु भएको हेर्नु न सिजलमा थाहा छैन मलाई त्यति यिनीहरूलाई देखेर चाहिँ मलाई पनि जानु मन पर्यो कस्तो जानु मन पर्यो तर घरमा जानु दिँदैन यता वेटिङमा हुन्छ त 1000 त पहिला जान्छ भैया यो भैया गएको यसो गाइस यहाँनिर चाहिँ बहिनीहरूको टिकट काटिसकेको छ सिलगढीसम्मको ल है साथीहरू अब चाहिँ ट्रेन आउँदैछ बहिनीहरू जाने बेला भयो बेबी आई मिस यु अनि के भन्छ पैसा पठाउँदै भन्नु एकाउन्ट नम्बर त होला खाली आयो ट्रेन आइसकेको बाई बाई अर्का बाई 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 राम्रोसँग जानु ल सेफ जर्नी सो गाइस हामी चाहिँ बहुत कुदाइ भयो उहाँदेखि कुदेको हामी ट्रेन चाहिँ अगाडि आएर र अब कुद्दै गरेको भिडियो पनि पक्कै नल्काहरू गयो अब हामी पनि घर जाँदैछ घर गएको ट्रेनमा चढिराखेर चाहिँ म चाहिँ घर गएको अनि मेरो चाहिँ सम्म मात्रै हुन्छ थ्याङ्क यू फर वाचिङ माई भिडियो बाई बाई